ओके सो आज चाहिँ हामीले जुन लोकल होस्ट भनेर रन गर्छौँ नि त्यसलाई हामीले चाहिँ पब्लिकली कसरी एक्सेसिबल बनाउने विथ डोमेन होइन रिक्वायरमेन्ट भनेको अलरेडी हामीसँग डोमेन लिएको हुनु पऱ्यो ओके जस्तै यसलाई सुरुमा हामीले रन गरेर हेरौँ होस्ट यहाँनिर गर्दाखेरि लोकल्ली हाम्रो साइट एक्सेसिबल छ होइन काम गरिरहेछ सो यसलाई हामीहरूले अब पब्लिकले त यो लोकल होस्ट एक्सेस गर्न पाउन्न होइन सो यसलाई चाहिँ हामीहरूले एक्सपोज गरेर कसरी चाहिँ एउटा कस्टम डोमेन नेममा होइन हामीहरूले लिङ्क गर्न सकिन्छ भनेर चाहिँ हामीले हेर्छौँ त्यसको लागि हामीले क्लाउडफेयर युज गर्छौँ क्लाउडफेयरको टनल युज गर्छौँ ओके ल सो त्यसको लागि के कुराहरू चाहिन्छ हेरौँ सबैभन्दा सुरुमा चाहिँ हजुरसँग अलरेडी एउटा डोमेन नेम हुनु पऱ्यो ओके डोमेन नेम हुनु पऱ्यो एन्ड डोमेन नेम हजुरले एउटा पोर्टफोलियो टाइपको अथवा केही हजुरले लिङ्क गर्दा भयो ओके युजली यो चाहिँ हजुरले यो लिङ्कबाट एक्सेस गर्न सक्नुहुन्छ मैले नि यहाँबाट फलो गरेको थिएँ पहिले म यहाँनिर भनिदिन्छु हजुरहरूलाई एक्ज्याक्टली हाम्रो यो वाला छ होइन लाइफ टाइम फ्री होस्टिङ .com.domain भनेर ओके यसको एडभान्टेज भनेको हजुरले चाहिँ एउटा जुन आफ्नो नामको डोमेन लिनुहुन्छ त्योबाट चाहिँ आफ्नो के अरे पोर्टफोलियो एउटा साइट होस्ट गर्दा भयो अर्को भनेको हाम्रो के अरे ज्याङ्गोबाट जुन हामीले लोकली रन गरेको सर्भर छ त्यसलाई पनि हामीले एक्सपोज गर्न मिल्यो टनल युज गरेर है सो त्यसको लागि यो जुन छ यसको म यसको लिङ्क म हजुरलाई प्रोभाइड गरिदिन्छु ओके डिस्क्रिप्सनमा प्रोभाइड गरिदिन्छु त्यो एकचोटि पछि चेक गर्नु होला सो पछि यहाँनिर टनल भनेर आउँछ अहिले टनल भन्ने कुरा चाहिँ छैन ठिक छ सो नेसेसरी कुराहरू चाहिँ मैले ब्लर गरिदिएको छु फर सेक्युरिटी पर्पजेस अब यहाँनिर मैले स्टेप्सहरू राखेको छु फर्स्टमा हजुरले क्लाउडफेयर चाहिँ इन्स्टल गरेको हुनु पऱ्यो क्लाउडफेयरको टनल होइन त्यसको लागि हामीहरूले इन्स्टल गर्नलाई हामीहरूले यो कमान्ड रन गरौँ मेरोमा चाहिँ अलरेडी इन्स्टल छ हजुरले चाहिँ इन्स्टल गर्न सक्नुहुन्छ ओके क्लाउड लेयर्ड हाइफन भर्जन ठिक छ यो भर्जन देखाउनु मिल्छ हजुरकोमा इन्स्टल भयो भन्ने बुझ्नु पऱ्यो आफ्टर द्याट हामीले लगइन गर्नु पऱ्यो लगइन यसले ओपन गर्छ ब्राउजरमा ओके हजुरको जुन अलरेडी डोमेन लिङ्क छ त्यो यहाँनिर देखाउँछ होइन यो क्लिक गर्ने अनि अथराइज गरिदिँदा भयो है क्लाउडफेयर एज इन्स्टल अ सर्टिफिकेट भनेर भन्छ होइन यु मे नाउ क्लोज दिस विन्डो भनेर भन्यो सो हामीले यसलाई क्लोज गरिदिन्छौँ यहाँ गएर हेर्छौँ यहाँनिर भनिरहेको छ यु हेभ सक्सेसफुली लग्ड इन भनेर ओके यसको क्रेडेन्सियल्स चाहिँ हजुरको यहाँनिर लगेर राखिदिएको छ त्यसपछि लगइन गरिसकेपछि हामीहरूले जस्ट एउटा टनल क्रिएट गर्नु पर्यो है सो इन्टर गरेपछि यहाँनिर क्रिएटेड टनल भनेर भन्यो यो आइडी दिन्छ यो आइडी अहिले हामीलाई चाहिन सक्छ यसलाई कपी गरेर राख्नुहोस् ओके सो कन्ट्रोल सिफ्ट सी कपी गरेँ मैले यही एउटा फाइलमा लगेर राखेँ यो टनल क्रिएट गरिसकेपछि हामीलाई यो आइडी पायौँ इन्टर यो पुरानोलाई मैले रिमुभ गरिदिएँ अनि नयाँलाई कपी गरौँ कपी एन्ड देन यहाँनिर गएर पेस्ट एन्ड सेम यहाँनिर पनि गर्नु पर्यो बट यहाँ जेसन पुरै छ नि लिङ्क यो पुरै लिङ्कै कपी गरिदिँदा हुन्छ सो यो पुरै कपी गर्नु जेसनसम्म ओके कन्ट्रोल सी यहाँनिर जाने यहाँ गएर ओके सुरुमा यसलाई रिप्लेस गरिदिनुहोस् कन्ट्रोल भी ठिक छ यसरी त्यति गरिसकेपछि हाम्रो होस्टको नेम भनेको यो हुनु पर्यो अनि हाम्रो सर्भिस लोकल्ली रन भइरहेको भनेको चाहिँ हाम्रो लोकल होस्ट 8000 मा हो सो यो पोर्ट मिलेको हुनुपर्छ है
अनि त्यसपछि कन्ट्रोल ओ गर्छौँ हामी सेभ गर्नलाई इन्टर गर्छौँ कन्ट्रोल एक्स गर्छौँ एक्जिट गर्नको लागि ठिक छ फेरि एकचोटि खोलेर हेर्नुभयो भने हाम्रो करेन्ट सेटिङहरू छ यो ओके एबाट सुरु भइरहेको थियो एन्ड देन ठिकै छ ओके सो यो होस्ट नेम सर्भिसको पोर्ट यो मिल्नु पऱ्यो क्रेडेन्सियल फाइल मिल्नु पऱ्यो त्यति गरिसकेपछि हामी अर्को कमान्डतिर जाउँ अब यहाँनिर रिफ्रेस गरौँ रिफ्रेस गर्दाखेरि ओके अहिले आएको छैन नि होइन वहीँ हेरौँ ल त्यसपछि हामीले कन्फिगरेसन लेखिसकेपछि हामीले क्लाउडफ्लेयर टनल रन टनल गर्छौँ यो राउट डिएनएस फोटोप्ल्याट टनल हाम्रो योमा यसलाई हामीले इन्टर गरेपछि विल बी एडेड टनल आइडी अब टनल आइडी करेक्ट आयो यहाँनिर मैले रिफ्रेस गर्छु भने यहाँ हामीले टनल यहाँ फोटोप्ल्याट टनल भनेर देख्न पायौँ ओके सो यसले लिङ्क गरिसक्यो हाम्रो यहाँको लोकल रिजन क्लाउडफ्लेयर हामीले इन्स्टल गरेका छौँ त्योसँग लिङ्क भयो अब त्यसलाई हामीले एक्चुअलीमा एक्सेस गर्नको लागि चाहिँ टनललाई रन गर्नु पर्यो है सो रन माई टनलको ठाउँमा हामीले लेख्छौँ फोटोप्ल्याट टनल यसलाई रन गर्ने भनेर इन्टर ओके इन्टर गर्दाखेरि यहाँनिर हामीले यो कनेक्सन भएको देख्छौँ कनेक्सन भइसकेपछि हाम्रो यतापट्टि हेर्ने यतापट्टि सर्भर रन भइरहेको छ यहाँनिर लोकल होस्टमा हामीले चेक गर्छौँ भने यो पनि रनिङ नै छ तर अब मैले ओके यो जुन यो फोटोप्ल्याट भनेर लेखेको छ ओके यो भनेको सब डोमेन भयो अनि डट अनि त्यसपछि यो ओके .com.np जुन मेरो फुल डोमेन थियो यो मैले राख्छु भने ओके यसरी यहाँनिर इन्टर गर्छु यहाँनिर ओपन भयो ओके यति गरिसकेपछि अब यो लिङ्क चाहिँ मैले आफ्नो मोबाइलबाट पनि एक्सेस गर्न चाहिँ पाएँ ठिक छ ओके HTTPS छ सेक्योर्ड छ होइन सबै थोक चाहिँ कनेक्टेड छ सो यसरी हामीले के गर्न सकिन्छ हाम्रो लोकल्ली रनिङ सर्भरलाई चाहिँ सेक्योरली होस्ट गर्न सकिन्छ ओके इनिसियलमा पछि गएर चाहिँ हामीले VPSहरू किन्न सकिन्छ बट अहिलेलाई चाहिँ इनिसियली हामीसँग पुरानो ल्यापटपहरू त्यस्तोहरू छ भने हामीले आफ्नै के अरे लोकल्ली होस्टिङ गरेर त्यसलाई चाहिँ मजाले हामीले होस्ट गर्न चाहिँ सकिन्छ पब्लिकमा ओके